Let's take our discussion to the next level of conversation today. We'll take exposure variable मा चाहिँ फाइनेन्सलाई हामीले लिन्छौँ र आउटकम भेरिएबललाई चाहिँ हामीले सोसाइडलको लागि चाहिँ हामीले लिन्छौँ। फाइनेन्सको कारणले गर्दाखेरि इकोनोमीको कारणले गर्दाखेरि सोसाइटी किन बढिरहेको छ भन्ने कुरामा आज हामी डिस्कसन गर्न लागिरहेछौँ। हामी नेपाल भनेको चाहिँ लो र मिडल इन्कम कन्ट्रीको सेरोफेरोमा पर्छौँ र हाम्रो देश जस्तोमा चाहिँ फाइनेन्सियल इन्सेक्युरिटी एकदमै हाई छ। फाइनेन्सियल इन्सेक्युरिटी हाई हुनुको मतलब के हो भन्दाखेरि चाहिँ हामी चाहिँ इन्फर्मल वर्कर्समा चाहिँ बढी डिपेन्डेन्ट छौँ र एग्रिकल्चरमा चाहिँ बढी डिपेन्डेन्ट छौँ। यो कारणले गर्दाखेरि के हुने भयो भन्दाखेरि चाहिँ हाम्रो फाइनेन्स चाहिँ अनस्टेबल हुने भयो। फाइनेन्सियल अनस्टेबल हुनु भनेको मतलब के भन्दाखेरि चाहिँ अब हामीसँग केटाकेटीहरू हुन्छ, उनीहरूलाई पढाउनु पर्छ। केटाकेटी पढाउँदाखेरि हामीले के गर्छौँ, ऋण लिन्छौँ हैन, अनि हामी माइग्रेसन पनि गर्नुपर्ने हुन्छ। सापट्टि उधारो लिएर लायबिलिटिज खर्च लिएर हामी विदेश पनि पलायन हुनुपर्ने कामको लागि चाहिँ हामी जाने गर्छौँ। र अर्को भनेको हामीले उधारी ऋण चाहिँ किन लिन्छौँ भन्दाखेरि चाहिँ हेल्थ केयरको लागि लिन्छौँ। हेल्थ केयर मेरो प्रिभियस भिडियोजहरूमा पनि मैले यो कुरा एड्रेस गरेको छु। लगभग 50 देखि 55% पैसा चाहिँ हामीले आउट अफ पकेट आफ्नै खल्तीबाट चाहिँ हाम्रो स्वास्थ्य सेवाको लागि चाहिँ लिने गर्दछौँ। यो कारणले गर्दाखेरि पनि हाम्रो फाइनेन्सियल इन्सेक्युरिटी चाहिँ हुन्छ। र अर्को भनेको चाहिँ हाम्रो फ्यामिली चाहिँ एकदमै कम्पाउन्डिङली हामी बर्डनमा परिरहेको हुन्छौँ हैन। जस्तो हामीलाई प्रेसर चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ बच्चा बच्चीको पनि प्रेसर हुन्छ, पेरेन्ट्सहरू पनि पाल्नुपर्ने प्रेसर हुन्छ, आफ्नो स्पाउसलाई पनि पाल्नुपर्ने हुन्छ। ट्रिपल डिपेन्डेन्सी चाहिँ एकैचोटि चाहिँ क्रिएट भइरहेको हुन्छ। सो यो कारणले गर्दाखेरि चाहिँ मेन्टल प्रेसर पनि बढिरहेको हुन्छ र सुसाइडलको चाहिँ टेन्डेन्सी चाहिँ इन्क्रिज भइरहेको छ भनेर पेपरहरूले पनि रिसर्चहरूले पनि देखाएको छ। सो थिङ्क अबाउट इट। हाउ डु यु थिङ्क दिस डिस्कसन क्यान हेल्प यु? दिस इज द मेजर पब्लिक हेल्थ इस्यू. This is the end of this episode. Stay tuned for the next episode in the Public Health Matters.